हेलो एभ्रिवान। आज चाहिँ म तपाईँहरूलाई यो वर्डप्रेस चाहिँ सेटअप चाहिँ कसरी गर्ने भन्ने विषयमा चाहिँ बेसिकबाट सिकाउन गइरहेको छु र सँगसँगै तपाईँहरूलाई मैले यो थेम डेभलपमेन्टको बारेमा नि भन्नेछु। यो थेम चाहिँ कसरी डेभलप गर्ने त हैन। अब हामीहरूले वर्डप्रेसबाट अरूहरूको थिम युज गरेर वेबसाइट त बनाएकै हुम्ला, धेरैजनाले सजिलो पनि हुन्छ र कति चिजहरू हामीहरूलाई चित्त बुझ्दैन र त्यो चित्त बुझ्दैन र त्यो हामीहरूलाई चाहिँ मोडिफाई गर्न मन लाग्छ। अनि अरूहरूले अब थेम बनाएको देखिरहेको हुन्छ हैन। अनि कहिलेकाहीँ चाहिँ आफै पनि थेम बनाऊँ कि जस्तो पनि हुन्छ हैन, र त्यसको लागि आइडिया हुँदैन। हो त्यसैलाई सल्भ गर्नको लागि चाहिँ म आजदेखि चाहिँ तपाईहरुलाई यो थेम डेभलपमेन्टको ट्युटोरियल दिन गइरहेको छु र तपाईहरुले मेरो यो फुल ट्युटोरियल हेर्नुभयो भने चाहिँ मज्जाले बुझ्नुहुनेछ। र त्यसको लागि चाहिँ तपाईहरु चाहिँ PHP मा, HTML मा, CSS मा, JavaScript मा त्यसमा चाहिँ अलिक राम्रो हुनुपर्ने हुनेछ। र तपाईहरुलाई त्यति आउँछ भने चाहिँ त्यति चिजहरुको चाहिँ बेसिक नलेज छ भने चाहिँ तपाईहरु चाहिँ यो थेम डेभलपमेन्टमा लाग्न सक्नुहुनेछ। र आज चाहिँ मैले पहिलो दिन भएर तपाईहरुलाई यो वर्डप्रेस चाहिँ कसरी सेटअप गर्ने छ भन्ने विषयमा चाहिँ बुझाउन गइरहेको छु। जस्ट सेटअप आज चाहिँ हामीहरूले सेटअप मात्र हेर्ने छ र भोलिदेखि चाहिँ कसरी थिम डेभलप गर्ने भन्ने विषयमा चाहिँ अगाडि बढ्नेछौँ र स्टार्ट गरौँ है त। र तपाईहरुले चाहिँ यो हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला, किनकि तपाईहरुले सब्स्क्राइब गर्नुभयो भने चाहिँ अरु भिडियोहरु पनि हाल्नलाई हौसला प्रदान हुनेछ। तपाईहरुले चाहिँ सुरुमा यो wordpress.org भन्ने एउटा वेबसाइटमा गएर, यो अफिसियल वेबसाइट हो यो वर्डप्रेसको, त्यहाँ गएर चाहिँ तपाईले वर्डप्रेस डाउनलोड गर्नुपर्ने हुनेछ है। डाउनलोड गरिसकेपछि तपाईहरुले चाहिँ यहाँ वर्डप्रेस फाइल यसरी पाउनुहुनेछ राइट। यसलाई चाहिँ तपाईहरुले चाहिँ एक्सट्र्याक्ट गर्नुपर्ने हुन्छ। एक्सट्र्याक्ट अल गरिसकेपछि तपाईहरुलाई यसरी फोल्डर आउनेछ तलपट्टि। र फोल्डर आइसकेपछि यसलाई चाहिँ कपी गर्नु पर्ने हुनेछ। र एउटा कुरा चाहिँ तपाईहरुले ज्याम भन्ने एउटा सफ्टवेयर पनि डाउनलोड गर्नु पर्ने छ है। ज्याम भन्ने छ है। ज्याम डाउनलोड गरिसकेपछि तपाईहरुले त्यहाँ भित्र MySQL को डाटाबेस अनि अर्को अपाचे सबै पाउनु हुनेछ राइट। हाम्रो यो चाहिँ MySQL डाटाबेसमा PHP मा आधारित छ। यो हाम्रो यो वर्डप्रेस नै कोर PHP बाट बनेको हो है। त्यो डाउनलोड गर्नु यो डाउनलोड गरिसकेपछि अनि तपाईहरु ज्याम पनि खोलि नै हाल्छ। यो चाहिँ तपाईहरुले कपी गरेर हाम्रो लोकल सी भित्र चाहिँ ज्याम भन्ने फोल्डर छ। ज्याम भित्र चाहिँ फेरि अर्को htdocs भन्ने छ राइट। htdocs भित्र चाहिँ तपाईहरुले पेस्ट गर्नुपर्ने हुनेछ राइट। अलिक टाइम लाग्नेछ, त्यति धेरै टाइम त लाग्दैन, एकछिन होल्ड गरौँ भइ नै हाल्छ। हाम्रो यो नेपाल डिजिटल च्यानल NDC लाई चाहिँ फलो गर्नु सब्स्क्राइब गरिदिनु होला, ताकि आगामी दिनहरुमा पनि यस्तै राम्रो भिडियो हाल्नलाई चाहिँ मोटिभेसन मिलोस्। पैसा त लाग्दैन,
यसो सब्स्क्राइब हानिदिँदा भइहाल्छ र घन्टीको बटन पनि दबाउनु होला नोटिफिकेसन आउनेछ र वर्डप्रेस भन्ने फाइल आयो राइट अब यसलाई चाहिँ हामीले रिनेम गरौँ वेबसाइट चाहिँ तपाईले के नाम गरेर राख्नुहुन्छ त्यही नै राख्ने हो र हामीले ल वर्डप्रेस RDPRESS भनेर हालौँ है त वर्डप्रेस थिम भनेर हालौँ है त अनि तपाईहरुले चाहिँ अनि अब PHP MyAdmin बित्तिकै हाम्रो यो ड्यासबोर्ड खुल्छ एकछिन टाइम लाग्यो र तपाईले डाटाबेस क्रिएट गर्नुपर्ने हुनेछ त्यो डाटाबेस क्रिएट गरेपछि मात्रै हामीले सेटअप गर्न सकिन्छ जस्ट एउटा नाम मात्रै लेखे हुन्छ जस्तै वर्डप्रेस थिम भन्ने रहेछ म तपाईलाई बनाउन सिकाउँछु राइट म रिमुभै हानिदिन्छु है त ड्रप बनाएर सिकाइदिन्छु तपाईँलाई हैन न्यूमा जाम अनि डाटाबेसको नाम के हुन्छ वर्डप्रेस थिम भन्ने छ हैन वर्डप्रेस थिम जे राख्दा पनि हुन्छ तपाईले यहाँ राखेपछि चाहिँ त्यही अनुसारले चाहिँ हामीले अहिले सेटअप गर्ने बेला त्यही अनुसारले राख्नुपर्छ है ल अब चाहिँ हामीले चाहिँ सिम्पल प्रोसेस छ लोकल होस्ट स्ल्यास वर्डप्रेस थिम भन्ने छ हामीले त्यो फोल्डरमा जे नाम राखेका थियौं स्ल्यास त्यही टाइप गर्नु होला है लोकल होस्ट स्ल्यास त्यो गरिसकेपछि चाहिँ एउटा इन्टरफेस खुल्छ तपाईहरुले देखि नै हाल्नुहुन्छ अलिकति टाइम लाग्यो मैले ज्याममा त गरेको छु है हामीहरुले यो ज्याम चाहिँ यो ज्याममा गएर यो अपाचे र माइस्क्यूएल चाहिँ स्टार्ट गर्नुपर्छ है अनि इंग्लिश सिलेक्ट गरौँ लेट्सको टिपौँ लेट्सको गइसकेपछि हाम्रो डाटाबेसको नाम के छ त अघि हामीले के राखेका थियौं त भन्दाखेरि DPRESS वर्डप्रेस के छ रे वर्डप्रेस थिम हो के छ ओके वर्डप्रेस थिम भन्ने छ युजर नेममा चाहिँ सधैँ रुट हाल्नु होला पासवर्ड चाहिँ यसमा चाहिँ चाहिदैन सबमिट गर्नु हामीले पासवर्ड केही राखेको छैनौं त्यहाँभित्र अब चाहिँ यहाँ चाहिँ गर्नुपर्छ साइट टाइटल भन्ने हुन्छ नि त हैन वर्डप्रेस थिम भन्ने छ युजर नेम चाहिँ जे राख्दा नि हुन्छ हैन एडमिन राखौँ है त अनि पासवर्ड चाहिँ तपाईहरुले जे राख्नुहुन्छ तपाईहरुले लगइन गर्ने बेला चाहिँ त्यो चाहिँ हाल्नुपर्ने हुन्छ हाइड गर्छु है त म स्ट्रङ राख्नु होला म यसले चाहिँ डेमोको लागि चाहिँ मिडियममै भइरह र इन्स्टल वर्डप्रेस गरौँ है त तपाईहरुलाई म सेटअप गरेर देखाइदिन्छु अनि बेसिक चाहिँ कुनले के गर्छ भनेर पनि म बेसिक बुझाइदिन्छु है त हाम्रो चाहिँ एड यो एकछिन टाइम लाग्यो यो ड्यासबोर्ड खोलो है त ड्यासबोर्ड खोलो हैन तपाईहरुलाई म ठ्याक्क बुझाइदिन्छु है त तपाईहरुले यो पोस्टमा चाहिँ हामीले
के पोस्ट हाल्ने त भन्ने कुरो होइन। यो पोस्टको पेज भयो होइन। एड पोस्टमा थिचेपछि एड गर्न सकिन्छ है। अनि हेलो वर्ल्ड चाहिँ बाई डिफल्ट छ होइन। एड पोस्टमा चाहिँ अब यहाँ एड पोस्ट भयो। यो क्याटेगोरिज, अब क्याटेगोरी चाहिँ के क्याटेगोरिजहरू एड गर्ने त होइन। त्यो क्याटेगोरिज भित्र के अरू चिजहरू सब क्याटेगोरिजहरू हुन्छ, यताउता हुन्छ नि त होइन। त्यो कुरो भयो है। अनि गएर मिडिया छ होइन। मिडियामा चाहिँ हाम्रो मिडिया फाइल्सहरू देखिन्छ होइन। इमेजेसहरू के छन् होइन, त्यो देखिन्छ। पेजेस भयो भने चाहिँ हामीले पेजहरू यहाँ चाहिँ के पेजहरू एड गर्ने त, होम पेज, एबाउट अस पेज के राख्ने त होइन। यो पेज भयो होइन। कमेन्ट सेक्सनमा चाहिँ हामीहरूलाई चाहिँ के कमेन्ट आयो त भन्ने कुराहरू त्यो देखिन्छ होइन। अब एपियरेन्सभित्र चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि थिम्स हुन्छ, अर्को एडिटर हुन्छ होइन। अब हामीले चाहिँ जस्तै यो यिनीहरू चाहिँ बाई डिफल्ट थिमहरू भयो होइन, यो वर्डप्रेसले दिएको होइन। अब यस्तै गरी चाहिँ हामीहरूले चाहिँ एउटा थिम बनाउनु पर्यो क्या होइन। थिम बनाउनु पर्यो अनि त्यसलाई चाहिँ एक्टिभेट गरेर चाहिँ यहाँ चलाउनु पर्यो होइन। त्यही नै हो हाम्रो मेन प्रोसेस चाहिँ। र तपाईँहरूलाई मलाई लाग्छ यो वर्डप्रेस थिम युज गरेर कसरी बनाउने भन्ने त थाहा नै होला है। यो वर्डप्रेस यो थिम डेभलपमेन्टमा छ, त्यही भएर अरूहरूको थिम युज गरेर चाहिँ हामीले गर्दैन। मैले त्यसको भिडियो पनि मैले बिस्तारै बनाउने छु। र अर्को यहाँ प्लगइन भन्ने छ राइट। यो प्लगइनहरू चाहिँ अब के युज गर्ने त प्लगइनहरू भने चाहिँ यसमा चाहिँ अब टन्नै हुन्छ, एलिमेन्टरहरू हुन्छ होइन। अनि त्यसपछि गएर हेल्सेकहरू हुन्छ, धेरै थोकहरू हुन्छ यसमा पनि। त्यो पनि तपाईँहरूले बुझ्नुभएकै होला है। हामी चाहिँ अहिले थिमतिर बढी आधारित हुन्छौँ। अनि युजरहरूको भयो, यो टुल्स भयो, यहाँ सेटिङहरू हुन्छ राइट। यो सेटिङहरूभित्र पनि अब के हो त भन्ने हुन्छ क्या। अर्को चेन्ज यसमा पनि अब तपाईँहरूलाई मैले बिस्तारै बुझाउने नै छु। पर्मालिङ्क्सहरू के छ त खोइ हेरौँ है त। यो पर्मालिङ्क्स यो कसरी सो गर्ने त होइन, स्ल्यास यसरी कसरी गर्ने त भन्ने कुराहरू हो यो। अनि त्यसपछि गएर रिडिङ भन्ने छ होइन। रिडिङमा चाहिँ तपाईँहरूले चाहिँ यो चाहिँ मेन हो है। तपाईँले चाहिँ यो होम पेज सेटिङ भन्ने हुन्छ क्या। होम पेज, अब होम पेज तपाईँले सुरुमा खोल्दाखेरि चाहिँ कुन पेज खुलाउने होइन, अनि पोस्ट गर्दा चाहिँ कुन पेजमा चाहिँ पोस्टहरू देखाउने भन्ने कुरो हो होइन। त्यो चाहिँ तपाईँले यहाँबाट सिलेक्ट गर्न सक्नुहुनेछ है। यो चाहिँ बेसिक भयो होइन। यो बेसिक चाहिँ आनन्दले गर्नु होला, बुझ्नु होला। त्यसपछि भोलिदेखि चाहिँ थिम डेभलपमेन्टको कोर्स चाहिँ बिस्तारै आनन्दले पेसमा जानेछ है त। एकदमै बुझाएर पढाउने छु। अब मलाई मोटिभेसन दिन छ भने चाहिँ यो च्यानल चाहिँ सब्सक्राइब गर्नु होला। ओके, द्याट्स अल फर टुडे, सी यु टुमोरो है त।